देखाइदिनु न यसको कलर कोड अघि अहिले देखाइदिन्छु मोटे राखिदिए स्वागत छ आज पनि तपाईँहरूलाई सधैँको लागि म पनि आज उपस्थित भइसकेको छु। आज मेरो नयाँ भ्लगमा तपाईँहरूलाई म आज इन्ट्रेस्टिङ भ्लग दिने कोसिस गरेको छु र मेरो बाबु यो मेरो भाइ यार स्वागत छ तपाईँलाई मेरो भ्लगमा। नमस्कार ल भाइ के त ए ल लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्न दाइको होला। लाइक सब्स्क्राइब धेरै है। A few moments later. सबैलाई भेट भइसकेको छ सबैसँग यिनीहरू हिँडिरहन्। 6 जना जाने भनेको 5 जना मात्रै भयो। त्यो डोजर चलाउन गयो क्या पण्डित। हाम्रो पण्डित साथीलाई मिस गरिरहौँ किनकि पण्डित साथी डोजर चलाउन जानु अरे आज। किन जानुभयो होला क्या डोजर चलाउन यार। तपाईँ गर्छु देख्नु अहिले त्यो मेरो भ्लग त्यो होइन अर्को अघि पठाइदिन्छ राखिदिए मोटेल गर्छु मोटेल बिहान बिहान नुहाएर आयो क्या। देखाइदिनु न यसको कलर कोड अघि अहिले देखाइदिन्छु मोटेल राखिदिए मोटेको रियाक्सन के छ गाई सन्चै छौ? पखरा यस्तो ढिलो गरेर खाने त्यो सर 11 बजीसम्म लाग्यो 10 त त्यहाँ 8 बजी हिँड्यो 11 बजी लागिसक्यो अहिले आउँदैन मुलाहरू आउँदैछ न भ्लगरहरू आइरह नि त। बजारतिर छौँ के अरे बजार बिच बजारमा छौँ हामी। यहाँ पर आए चुतियाहरू काम नपाएर रसमरी ससमरी ल्याएर आएन हातमा के रसमरी हो क्या रसमरी ल्याउन गएँ के लिएर आउँछु भन्थ्यो रसमरी ल्याएर खाँदै आखान। मोटे मलाई यस्तो ढिलो किन हो क्या खतरा रहेछ। 2 hours later. गाइस हामी सहित पार पुगिसकेका छौँ। कहाँ पुग्यो हामी के पुगिसक्यौँ के कहाँ पुग्यौँ अब आइगयौँ कि यो सहित पार। अस्ति त हामी जङ्गल आदिन त बे कहाँ कहिले आए त्यस्तो सहित पार रे बाबु? जङ्गल आदिन त अस्तितिर त बिचमा बाटोमा उको फोटो खिचेको बिर्सिस पर हो त्यो त। अनि हामी आज यताबाट आइरहेको छौँ यताबाट त छुट्टै बाटो भयो त्यही त आज म भ्लग बनाउँदै हिँड्दैछु। गाडीसँग हिँडेको यार 1 घन्टा हुन लागिसक्यो यार अहिलेसम्म। हामी यहाँ प्लान त्यसले जित्दिए पुग्यौँ गाइस सहित पार पुग्न लागिसक्यौँ। धेरै भयो कि ब्लगरहरू यार डिउ हालेर केटा म त यहाँ लगाइदिएपछि यिनीहरू डिउ हाल्न लागिरहन्। ओ माई गड यिनको भ्लग त दामी छ यार। हामी चाहिँ यहाँ अब डिउ पार्टी हान्नु छिटो गर्न ओ माय गॉड अनबॉक्सिंग और दिस टाइम कप फेरि गरेर राख्ने थाहा ओके कलर छ लाग्यो चिज छ कि नै वाओ क्या दामी छ गाइस म एकैचोटी खाएको देखाउँछु म भने चेस लगाऊ चेस पकुल्ला आयो गाइस हाम्रो सर्ट ब्रेक भइसकेको छ गाइस यार यस्तोमा खाला खाँदै दिक्क भएर हे फुटबल भइरहेको छ दसैँको भाइ अनि खतरा भइरहेको छ यहीँ चैत पार पुग्न लागिसक्यो भाइ हामी पहिला आएको थियौँ नि हात्ती हातसात भएको ठाउँ पर आयौँ
चाइनाको हात जस्तै रहेछ फुटबलको ग्राउन्ड खतरा रहेछ चाइनाकोसँग चाहिँ कम्पेयर गर्न चाहिँ नमिल्ला तर कपी चाहिँ कफी सेम बनाएको त नेपालले चाइना डुप्लिकेट भयो गर्दा गाई पहिरोलाई रोक्छ त्यसैले हामीले वृक्षरोपण चाहिँ गर्नु जरुरी हुन्छ यसको यो भावुकको कुराहरू सुन्दै गर्नु क्रिया हाउसमा पहिलोचोटि हामी जाँदाखेरि त्यहाँ लभरहरू बस्थ्यो नि होइन यार हामी गएर भिलेन जस्तै भइरहेको थियो यार बहुत नराम्रो फिलिङ्स आइरहेको थियो त्यस्तो ए र छिटो आएन ओ केटा छिटो आइज ढिलो भन्छ नि झन् मासुहरू ढिलो गर्छ हामी यार त्यहाँ माथि त्यो डाँडामा जाने भनेर बस्यो माथिको त्यो डाँडामा यार यति टाढा हजुर स्विमिङ खेल्ने पुल आइसक्यो गाई यहीँ हो पहिला हामी यहाँ स्विमिङ खेलिरहेको थियौँ यहीँ हो के भन्छ त्यो यो अहिले त्यति राम्रो छैन पर्सि पानी आएको सिजन पानी परेको सिजन त यहाँ खतरा हुन्छ यहाँ नुहाउन मजा आउँछ यहाँ बुढी तिनीहरू त डौगिसक्यो त कहाँ जानु लाग्यो त किन जान्न के हाल्न भित्ता तल हाल्न ए मोटे है किन डौगिरहेको के तिमीहरू यहाँ खतरा पौडी खेलेर पर्छ क्या बाप यहीँ खेल्यो अघि पहिला यहीँ यहाँ पानी आउँथ्यो अहिले आउँदो रहेनछ पानी यहीँ हो हाम्रो स्विमिङ रिसोर्ट मोटा हाम्रो स्विमिङ रिसोर्ट कस्तो छ स्विमिङ रिसोर्ट त दामी छैन त्यो के हुनु ल यही हो यार मोटे हाम्रो स्विमिङ रिसोर्ट मोटे स्विमिङ रिसोर्ट अरे यही यो खतरा हेर्न मैले स्विमिङ पुल बनाएर राख्दो रहेछ यही हो दामी मजा आउँछ पानी खेल्न ट्रेक अब हाम्रो डे 1 सुरु हुन लागिसकेको छ गाइस अब यहाँबाट हाम्रो ट्रेक सुरु खतरा रहेछ ट्री आउँछ नि खतरा यार सही चारबाट जानु एउटा जङ्गली जनावरको फोटो खिच्ने मान्छे को त्यही खिच्यो त नि हामीले खुट्टा 50 20 रुपियाँ गर्लफ्रेन्ड बोयफ्रेन्ड बस्छ थिएँ छब्रीहरू बसेर रहेछ कि तातिसक्यो मेरो त खुट्टा जवाब दिन लागिसक्यो अनि हामी त बाटो देखाउँदै हिँडिरहेछौँ देउवारको ट्रेक त दामी छ यार जङ्गल गजाडीहरू आयो भने त बर्बाद यार माथि उठ हुन्छ नि डराइसकेको छ गाई म डराउन मलाई तिमी डराउँछ बरु बाबु यार एक्साइटिङ केटा अरू एक्साइटेड गाई धन्ने मलाई खसीको हल्का उज्यालो ठाउँमा गर्नु बस गाडीतिर त दामी रहेछ हैन हामी नै हो भोलि गएर भविष्यमा गएर अनि भगर हुन्ने थाहै नहुँदैन गाई सपोर्ट गर्नु नै त्यो पागल हो भन्ने खालको कागज हो यो त क्रिकेटको पागल हो म पागल मोटे बाउ लागिसक्यो फेरि गर्दा म जादी म पागल हो म जादी जा मोटे जा गर्दा म पागल हो जाँदैन एउटा कुरा भनौँ मनोज भनौँ बाबु म भन्दिनँ नभन्नु जाने भोलि पनि जामलाई भोलि त बिदा स्कुल जानुपर्छ गाइस ए आउने शनिबार जान्छस् कहाँ जाने थाहा नि बसन्ते आउने आउने शनिबार जाने कहाँ यहाँ केटाहरू यति रमाइलो त छ नि तर अब कहाँबाट जाने मजा आदिन होला यार गर्छ नि त सुशीललाई ओ यार त्यो सुशीललाई काँडमा आएर नि बस्नु चाहिँ भन्दा हजुर मजा आदिन होला यार कहाँ जाँदिन अरे कानमा आएर खै कहाँ मेरो गाइस सहित पार्क पुगिसकेका छौँ देखियो कि बस्नु मान्छे त यहाँ खाली हुन्न नि क्या कहाँदेखि चढ्ने हो पर होला क्या
अब टिकट सके उता। काट्नुपर्छ भने टिकट सहित पार्क भित्रको काट्ने भने अनि रोज दाइले त्यो भित्र गएर किन्ने छ त्यही त अनि त्यो बाहिरबाट जाने ठाउँ छ अरे छ के छ के माथि मैले देखेको छु आऊ के माथि त्यो माथि त्यो माथि त्यो ए मलाई त्यही हो त्यो सिडी फेरि माथि ए, उता छ के उताबाट छ सिडी यही हो कि ए मलाई त उताबाट के अरे माथि हन्नीमा यता छ के पानी आउँथ्यो के होला हामीले थाहा छ गन्तव्य